हरे कृष्ण, कस्तो हुनुहुन्छ तपाईँहरू? आशा गर्दैछु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। र म चाहिँ एक जग्गा घुम्नुको लागि आएको थिएँ र पानी पर्दै थियो, अहिले चाहिँ रोकिएको छ र वेदर चाहिँ एकदमै राम्रो छ, एकदम पिसफुल छ यो जग्गा चाहिँ। र म चाहिँ गुम्बा पनि गएको थिएँ। मलाई घुमाउने मान्छे चाहिँ एकैजना हुनुहुन्छ, मिस्टर भण्डारीज्यू ड्युटीमा हुनुहुन्छ र अरू त कोही घुमाउने मान्छे पनि छैन पनि। एक्लै नै घुम्दैछु। बस्दा बस्दा अल्छी लागेर चाहिँ एकछिन निस्केको थिएँ। एकदमै राम्रो जग्गा, तपाईँ पनि हेर्नुहोस्। र हेर्नुहोस् कस्तो राम्रो छ जग्गा, भ्यू पनि एकदमै राम्रो छ। एकदम हरियाली, ग्रिनरी, मन शान्ति हुने, पिसफुल। मजा आयो, चिसो चिसो मौसममा हिँड्नुको चाहिँ मजै अर्को छ। र हाम्रो भण्डारीज्यू पनि 4 बजी निस्किनुहुन्छ अफिसबाट र लुगा सुकाएको थिएँ, उठाइ पनि सकेको छु। अब चाहिँ हतार हतार घर जाने हो।